कहिलेकाहीँ जीवनमा ठुलो खुसी खोजिरहनु पर्दैन रहेछ। घरमै बितेका ससाना पलहरू नै सबैभन्दा अमूल्य हुँदो रहेछन्। आज पनि आफ्नै हातले चिया पकाउँदै थिएँ। चिया त एउटा बहाना मात्र हो, तर यो सानो कप चियासँग जोडिएका सम्झनाहरू धेरै छन्। दिनभरि घरको काम, परिवारको जिम्मेवारी, आफ्नो लागि समय निकाल्न कहिलेकाहीँ निकै गाह्रो हुन्छ, तर यस्तै केही मिनट एक्लै बसेर चिया पिउँदा मनलाई छिट्टै शान्ति मिल्छ। हामी आमाहरूले पनि आफैलाई कहिलेकाहीँ सम्झिनुपर्छ। अरूको खुसीको लागि दौड्दै दौड्दै आफ्नो मनलाई पनि थोरै समय दिनुपर्छ। आजको यो सानो चिया पनि मेरो लागि एउटा सानो खुसी हो, किनकि खुसी सधैँ ठुलो कुरामा हुँदैन। कहिलेकाहीँ तातो चिया एक कप मा पनि पुरै संसार भेटिन्छ साथीहरू। अनि आज चाहिँ मैले यहाँ चिया चाहिँ खाँदैछु साथीहरू। अनि यहाँ सानो बेबीलाई चाहिँ पनि चिया चाहियो अरे कि, अनि त्यसपछि मैले यिनलाई पनि चिया दिएँ अनि मैले पनि खाएँ साथीहरू। अनि यहाँ बेबीलाई चाहिँ चिया तिमीले लियो भनेको तातो छ, यहाँ तल राखिदिनुहोस् भन्ने, अनि मैले चाहिँ त्यहाँ राखिदिएँ। अनि बेबीले हेरेछन् अनि मिठी खाइछन्। यिनी के खाइक्यौ भनेको मिठी भनेछन्, मलाई ल्याऊ भनेको दिन्न भनेछन् कि, अनि मलाई ल्याउनु भनेर मैले कुरा गरिरहेको छु। उनले चाहिँ दिन्न भनेछन्, आफै खाइछन्। अनि त्यसपछि मैले पनि चिया पिउँदैछु साथीहरू। अनि बेबीसँग